ढोक कार्य गरिन्छ अनि विशेष गरी साँच्चै आज प्रशंसित हुनुभएको छ परमेश्वर अनि यसै गरिकन आज हामी यो समय चाहिँ हामी स्वागत साथै हामी खरा लाउने हामी कार्यक्रम समयमा आएका छौँ अनि यो समय चाहिँ हाम्रो आदरणीय पास्टर आमा र यो समय म उर्मिला योगदान पाउँदैन हाम्रो छोरीलाई म यो समय उहाँलाई म अनुरोध गर्न चाहन्छु हुन्छ आइदिनु यहाँनिर तपाईँहरू यो समय उर्मिला अनि हाम्रो पास्टर आमालाई म यो समय यहाँनिर आइदिनु म अनुरोध गर्दछु अनि यसै गरिकन अनि आज हाम्रो लागि विशेष गरी म सर्वप्रथम त म स्वागत गर्न चाहन्छु हाम्रो विशेष गरिकन म परमेश्वरलाई अनि यसै गरिकन म यो समय म स्वागत गर्न चाहन्छु अनि दुला अनि हाम्रो विशिष्ट अतिथिहरू हुनुहुन्छ अनि दुलाहीलाई म यो समय खरा आइदिनु न म अनुरोध गर्दछु हुन्छ अनि हाम्रो पास्टरबा अनि उर्मिला र पास्टर आमाले खदा लगाइदिनुहुन्छ हामी सबैजना ताली बजाउनेछौँ हुन्छ अनि यसै गरिकन अनि हाम्रो लक्कन्दी र लक्कन्दीलाई पनि म अनुरोध गर्दछु अनि तिमी निनाको सेटिङलाई साँच्चै नै जीवनभरि माया गर्नुहुन्छ हुन्छ अब हाम्रो दुलाले पनि म माया गर्छु भनेको छ भन्नुभएको छ र कसैको आफ्नो इच्छाले चाहिँ म निनालाई चाहिँ मैले विवाह जीवन जिउन चाहन्छु भन्नुभएको छ अब यही प्रश्न चाहिँ हाम्रो दुलाईले म सोध्नेछु तपाईँ निना लिम्बू सेलिङ तपाईँले आफ्नै इच्छाले उहाँसँग वैवाहिक जीवन जिउन चाहनु भएको हो वा कसैको काकाले चाहिँ गर्नुभएको हो प्रश्न फेरि तपाईँ निना लिम्बू सेलिङ तपाईँले आफ्नै इच्छाले उहाँसँग वैवाहिक जीवन जिउन चाहनु भएको हो वा कसैको काकाले आफ्नै इच्छाले भनेर भनिसक्नुभयो हुन्छ अनि के तपाईँ उहाँ अजित लिम्बू भन्नलाई आदरपूर्वक जीवनभरि साँच्चै नै माया गर्नुहुन्छ उहाँले माया गर्छु नि भनिसक्नु भएको छ उहाँले अब दुलालाई हामीले प्रश्न गरेका छौँ उहाँले सही उत्तर दिइसक्नु भएको छ भन्छ अब हामी प्रतिज्ञातिर त जानेछौँ अब यो प्रतिज्ञा चाहिँ हामी पढेर सुनाउनु हुनेछ हाम्रो दुलाले उठेर हजुर सेलिङलाई आजदेखि उसो दुःखमा सुखमा बिरामीपनमा आरोग्यतामा काममा फुर्सदमा अनि कालमा सहकालमा अभावमा परिपूर्णतामा सङ्कटमा बेसङ्कटमा प्रेम गरेर सहायता गर्नुको लागि विवाहिता श्रीमतीको रूपमा स्वीकार्दछु हामी दुवैलाई मृत्युले नछुटाएसम्म परमेश्वरको पवित्र अभिषेक अनुसार उहाँको उपस्थिति र यो सारा समुदायको सामुन्नेमा विश्वासको ढाँचा बाँध्दछ हाम्रो जयसाथ गर्ने आफ्नो प्रतिज्ञा
करार गरिसक्नु भएको छ, प्रतिज्ञा गरिसक्नु छ। अब यही प्रतिज्ञा चाहिँ हाम्रो दुलाहीले पनि गर्नुहुनेछ। के चाहिँ 5,000 मेकअप होइन 5,000 मेकअप गरेको आई डोन्ट नो सङ्कटमा विसङ्कटमा प्रेम गरी र सहायता गर्नका लागि पिता श्रीमानको रूपमा स्वीकार्दछु। हामी तपाईँलाई मृत्युको जाइसम्म परमेश्वरको पवित्र अभिषेक अनुसार उहाँको उपस्थिति र यो सारा समुदायको साथमा म विश्वासको बाचा बाँड्दछु। यो औँठी चाहिँ गोलो अथवा रिङ आकारको छ। यसको सुरु पनि छैन, अन्तिम पनि छैन। अनि उहाँहरूको प्रेम पनि यस्तै होस्, उहाँहरूको माया, उहाँहरूको प्रेम अनि चाहिँ यस्तै हो, कहिल्यै नटुङ्गिएको होस् भनेर चाहिँ भन्नु खोजेको छ हैन। अहिले दुलाहा र दुलाहीको यो सुनको औँठी मेरो हातमा परिसकेको छ र हामी अब यो औँठी साथसाथ गर्नेछौँ र औँठीको लागि हामी प्रार्थना गर्नेछौँ। धन्यवाद छ दिने दयालु परमेश्वर पिता, तपाईँलाई धन्यवाद गराउँदछौँ। यस आजको पवित्र वैवाहिक कार्यक्रममा तपाईँ परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। पिता, पुत्र, पवित्र आत्मा प्रभु तपाईँ हाम्रो साथमा हुनुहुन्छ। आज यो तपाईँको छोरा अजित अनि तपाईँको छोरी मीनाको यो चिनो, यो एउटा मायाको चिनो औँठी उहाँले साट्दै हुनुहुन्छ। प्रभु यो औँठीमा चाहिँ तपाईँको आशिष भएको होस् प्रभु। अनि यो जसरी चाहिँ यो औँठीको सुरु पनि छैन, अन्तिम पनि छैन, यसरी नै आज तपाईँको छोरा र छोरीको प्रेम माया स्नेह अपने एक आपसमा कहिले पनि अन्त्य नभएको होस् भनेर हामी प्रार्थना गर्दछौँ। प्रभु यो युगल जोडीले चाहिँ आशिष गर्नु भएको होस्। प्रभु तपाईँको छोरा र छोरीलाई को लागि यो औँठीको लागि म आशिष मान्दछु। साँच्चै नै उहाँहरूको जीवनमा सधैँ जीवनयापनको क्रममा एक आपसमा सधैँ मिलेर उहाँहरूको प्रेम, उहाँहरूको माया एक आपसमा चाहिँ सधैँ भइरहेको, कहिले नि माया उहाँहरूको प्रेमको अन्त्य नभएको होस् भनेर हामी बिन्ती प्रार्थना गर्दै त्यो मायाको चिनो आज साटासाट गर्दै हुनुहुन्छ। यो औँठीमा चाहिँ तपाईँले आशिष गर्नुभएको होस्। जबसम्म उहाँहरू चाहिँ यो संसारमा रहन्जेलसम्म चाहिँ उहाँको मायाको अन्त्य कहिले नभएको होस् भनेर बिन्ती प्रार्थना गर्दै यो औँठीलाई चाहिँ पिता पुत्र पवित्र आत्मा तपाईँको हातमा राख्दै हामी यो औँठी अब साटासाट गर्नुको लागि तपाईँले आशिष गर्नुभएको होस् भनेर हामी प्रार्थना गर्दै हामी तपाईँको छोरा अजित अनि यो मीनाको लागि हामी आशिष माग्दछौँ। यसो ख्रिस्टको नाउँमा आमेन। अस्ति आउँदाखेरि हिजो बाटोमा
छोरीको हात चाहिँ पना कन्या ल यहाँ गएर चाहिँ कन्यादान भयो। अब तपाईँले आफ्नो छोरी चाहिँ म्यारेजमा दिनुभयो। कन्यादान भयो। घोषणा गर्दछु। हुन्छ अब हामी एकदमै मेरो भाग चाहिँ अब अन्तिम समयमा आएका छ। अब यो नौ दम्पतिको लागि चाहिँ हामी प्रार्थना गर्नेछौँ। आउनु होला सबै अगुवाजनहरू, पास्टर बाबुहरू, एल्डर बाबुहरू, अभिषिक्तजनहरू सबैजना आउनु होला, यहाँको लागि प्रार्थना गर्नेछौँ। हामी आजको यस वैवाहिक कार्यक्रमको एकदम अन्तिम समयमा हामी आइसकेका छौँ। यो समय हामी सबै यी दम्पति नवदम्पति परिवारलाई आशिषको निम्ति हामी तयार भइसकेका छौँ। आउनुहोस् हामी सबैजना प्रार्थना गर्नेछौँ। होइन हाम्रो उपस्थिति मण्डली परिवार तपाईँले आफ्नो दाहिने हात उठाएर यो दम्पति परिवारलाई आशिष दिन सक्नुहुनेछ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। परम प्रभु परमेश्वर पिता तपाईँ परमेश्वरलाई धन्यवाद। यो समय तपाईँ परमेश्वरको अनुग्रहमा यो सबै कार्यलाई प्रभु तपाईँ परमेश्वरलाई धन्यवाद दिँदै विशेष गरी नवदम्पति परिवारलाई तपाईँ येशूको प्रतिज्ञा अनुसार आशिष हामी बोल्दछौँ। तपाईँ येशूको नाउँमा अब्राहमदेखि तपाईँले बाँध्नुभएको प्रतिज्ञालाई यो नवदम्पतिमा आज हामी तमाम उपस्थिति जनले हामी यो आशिषलाई घोषणा गर्दछु। प्रभु तपाईँ परमेश्वरलाई धन्यवाद धन्यवाद। यो नवदम्पति आज साँच्चै हिजोसम्म अनि अलग अलग थिए, तर अब अहिले एउटै जीवनमा एउटै शरीरमा तपाईँले आज जोड्नु भएको छ। प्रभु तपाईँ परमेश्वरलाई धन्यवाद धन्यवाद धन्यवाद। अबदेखि उसै यो नवदम्पति जीवनमा आउने वा समस्या परिस्थिति सबै कुरादेखि आज विजय भएर प्रभु अन्धकारको शक्तिमाथि विजय भएर तपाईँले राखिदिनु प्रतिज्ञालाई पुरा गर्दै जानलाई प्रभु तपाईँ परमेश्वर त्रिएक परमेश्वर तपाईँको नाउँमा हामी आशिष बोल्दछौँ आशिष बोल्दछौँ आशिष बोल्दछौँ। प्रभु उहाँहरूको जीवनमा तपाईँ परमेश्वरले आज आमाको कोखदेखि आज रच्नु भएको आशिषलाई प्रभु तपाईँले जोड्नु भएको छ। प्रभु तपाईँ परमेश्वरलाई धन्यवाद 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 धन्यवाद। यही नवदम्पतिलाई प्रभु तपाईँ परमेश्वरको हातमा राख्दै आशिष बोल्दछौँ येशू तपाईँको उच्च पवित्र नाउँमा आमेन। हुन्छ नि यो समय उहाँले जुन क्यान्डल जलाइसक्नु भएको छ र अब हुन्छ अब फेरि पनि हामी दुलहा र दुलहीले केक काट्नुहुनेछ। यहाँनिर एउटा चक्कु रहेको छ, दुवैजना मिलेर हुन्छ अनि दुवैजनाले काट्ने हुनेछ र अनि उहाँहरूले काट्दै गर्दाखेरि हामी सबैजनाले ताली बजाउनेछौँ। हुन्छ दिनु जाँदैछौँ। हामी जाँदैछौँ है साथीहरू। हेलो साथीहरू, हामी जाँदैछौँ। थोरै पो देखाउनु ये देख रहे हो ये देखो ये क्या है। केटीहरू चाहिँ एकदम काम दिँदैन है। जीवनको
यो खादा लैजाऊ न एकजनाले चाहिँ खादा लैजाऊ एउटा एउटा लैजाऊ न एउटा एउटा चारवटा
नमस्कार जय मसी सेवा सबै है र यो गीत चाहिँ मैले स्पेसली मेरो मिसेस भनौँ है मेरो वाइफको निम्ति चाहिँ मैले डेडिकेट गर्न गएको छु र यो गीतको शब्दहरूलाई म जब भन्दै गर्दा चाहिँ म शब्दहरूले चाहिँ उसलाई बाचा गर्न चाहन्छु मेरो जिन्दगीमा कि म सधैँभरि उसलाई साथ दिनेछु
आफ्नो मछुनी तिम्रो लागि सधैँ हिँड्नलाई तिमीसँगै तिमी लड्दा म दिनेछु हात तिमी रुँदा म दिनेछु काँधा ईश्वरको मलाई सुन्दर उपहार हौ तिमी खेले चल्ने होला जीवन गाडी मित्रताको मिठो मिठो सवारी तिमी मेरो हात समाऊ म तिम्रो साथमा छु खटाउला यात्रा यो सँगसँगै तिमी मेरो हात समाऊ म तिम्रो साथमा छु काटौँला यात्रा यो सँगसँगै जीवनको ऋतुहरू उकाली ओह्राली काटौँला यात्रा यो सँगसँगै जीवनको ऋतुहरू उकाली ओह्राली काटौँला यात्रा यो सँगसँगै